सो सबैलाई वेलकम मेरो युट्युब च्यानलमा है। आज हामी परिवारहरू मुक्तिनाथ दर्शन गर्न जाँदैछौँ। अनि अहिले चाहिँ होटलमा छ यतै मुक्तिनाथमा। अहिले कति बजे? अब एकछिनमा तल झर्छौँ। हामी जान्छौँ होला मुक्तिनाथ दर्शन गर्न। त्यही इन्जोय माई ब्लग। मुक्तिनाथ दोकानहरू प्रसाद शालिग्राम तगोंगे ಹೋದಲ್ಲ ಸಕಾಲ ತಗೊಂಡು ದೋನೆ ಹಂಗೆ ಹೋದರೆ ತಗೊಂಡು गुरुङ बसे मसिकला म कर मसिकला म कर दिन मुक्तिनाथ आयो। अब सिक्का छ आमा यत्रो मान्छे यार पूजा गर्नलाई यत्रो लान्छ। बत्ती कहाँ भन्ने त्यो ज्वालामुखीमा ए ज्वालामुखी चाहिँ झन् कति मान्छे है आजभोलि त्यहाँ न हामी त्यहाँ बत्ती पाउँछौँ छेम्पुली भन्दा न यो छेम्पुली हो अझै डोमनी चाहिँ कमला छेम्पुरा पुच्यो सलाम दिएको तलमा पुग्दैन हजुरले गुना वेलकम देखाउँछ अब म के चाहिँ खै ऐना जस्तै ए ऊ त टुप्पोमा भनेको त्यो ऐना हो यो भनेको न ऐना कुन रे हो यो ए स्मृति नदेखि चिज हो। मैले पहिला कहिले भेट्दिनँ पर्नु भेटेको फेरि यसो हेर्छ है सानो ऐना रहेछ कि है खतरा यहाँ चाहिँ के यहाँ चाहिँ पानी घट्टा अटोमेटिक ए खै सामान त म त युट्युबमा हाल्ने हो। पानी घट्टा सेचिलेको निकै मिठो चाहिँ यहाँ यहाँ मात्र घुम्छ ए जमिन मुनि छ ए सुने सुनेन
अब ज्वालामुखी म त 4-5 वर्षपछि पो आएँ है तपाईँ पत्ता अहिले पोहोर ए ज्वालामुखी यहाँ हो जुत्ता चप्पल भएर ओके यहाँ चाहिँ ज्वालामुखी छ है भित्र कता छ खै मान्छे छैन यहाँ चाहिँ ज्वालामुखी चेन ऋषि यहाँ हुन्छ क्या छरमा छैन रहेछ क्या छ बल्क्यानो छ बलिया छ हजुर आमा त्यहाँ छैन है उता पारिको झारकोट होला अच्छा झारकोट यो हो र त्यो पारि पिक्लिङ खै थाहा भएन ठेङ्गा चाहिँ थाहा भयो सबभन्दा सुरुको चाहिँ अनि त्यसपछिको चाहिँ झारकोट त्यसपछिको चाहिँ थाहा भएन उता पारिको के हो थाहा भएन अनि यो चाहिँ मुक्तिनाथ भइहाल्यो के पो भन्थ्यो यार खै थाहा भएन जे भने के यहाँतिरको केटी बिहा गरेर ल्याए मात्र काम लाग्छ यहाँतिरको नाम त नत्र भए त कहिले कहिले आउने मान्छेले के काम होइन म योसँग 5th टाइम भयो यताको ज्वाइँ बन्यो भने मात्र काम लाग्छ नामहरू गाउँहरूको जस्ट किडिङ पहिला कमाउने त्यसपछि बोल रमाउने मतलब बिहा गर्ने टुङ्खोर सुरुको ठेङ्गा है त्यसपछि झारकोट है अनि पारिको चोङ पुता फुटा फुटा यस्तो छ गाउँहरूको अनि यहाँबाट पारि चाहिँ ऊ त्यो बाटोबाट लुब्राक देख्दैन यहाँबाट चाहिँ यहाँ गर्नु बसेको अनि ऊ त्यो ठाउँको नाम ऊ छोङ्खोर कता त्यहाँ रातो जस्तो एउटा मन्दिर बनाएको छ है ऊ त्यहाँभन्दा पनि माथि हाता छ देख्छ छायामा पहिरो आएको छेउमा के हो त्यहाँ यो सुरु बस्नु भएको छ कि कसरी आराम तरिकाले ए यसरी बसेको छाप सारे ऊ त्यो पारि त्यो रातो घर छ नि त्यसको यता छायातिर हुन्छ कि
के उचाल माछा नि हुन्छ क्या हो कसैको हातबाट चिप्लिन्छ रे भाग्य नभएको भने मात्र त्यतिकै न त यो भने मात्र कसले भन्छ त्यो सानो त चलिहाल्छ ऊ त्यो गाउँको नाम के अनि त्यो पारी याक्ठु याक्ठु तिनीहरू एउटै होला नि होइन ऊ त्यो घर यिनीहरू एउटै गाउँको होला नि त्यसले याक्ठु भन्छ के अनि यसलाई त्यो सेम्टु हो सिम्ठु हुन्छ यो भन्छ कि ऊ त्यो लसुनको माइती त्यहाँ हो के त्यो नाउन्डाको नै चाङ रानी पोखरी जेनेमा लो यहाँबाट अब को मेरो साथी हो त्यो बेला तिनीहरूलाई थाहा छ होला हामी मुक्तिनाथ घुम्न आउँदाखेरि ऊ त्यो होटलमा बसेको सुन्दर थाहा छ होला नि ऊ त्यो होटलमा बसेको ऊ त्यो रातो थाहा छ होला सुन्दरलाई थाहा छ स्पेसल्ली 5 जना नम्बर छ मेरो साथीहरू बहिनीहरू अनि जाँदाखेरि यो बाटो हुँदै 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 हिँडेर ब्रो हिँडेर त्यो बेला कति 12 वर्षको पो थियो क्या हामीहरू 12 नै होला 13 जति होला त्यो बेला हिँडेर गएको आम्माको बाफ्रे त्यहाँ हुँदै होइन त्यताङ हुँदै गयो नि कि अब पैसा नभएको भन्ने कि के भएको भन्ने त्यो बेला अब बुझेन तर हिँड्दै गयो कि हामी आउँदाखेरि बसमा आयो पिच रोड तर हिँड्दाखेरि चाहिँ तिर्खा बतलाई पानी अब हिँड्ने हो भने के आइडिया थिएन पानी पनि लिएन होइन पैसा पनि थिएन स्कुलको खर्चबाट हिँडेको अनि त्यो टिचरहरू नारुवाल किनेको थियो प्रसादको लागि भनेर त्यसको पानी खाएर त तिर्खा मेटायो टिचरहरू सिनियरहरू हामी के थाहा नारुवाल किन्ने पैसै छैन पानी किन्ने पैसै छैन तिर्खाले आम्मामा अनि त्यताङ जाने बित्तिकै त्यताङको स्कुलमा पानी यस्तो गुटगुट खायो होइन त्यताङको स्कुलमा होइन त्यहाँ नि खाएँ खाना त यतापट्टि अलि अगाडिपट्टि एउटा नेचुरल पानी रहेछ कि के एउटा रहेछ लेकको पानी त्यो खाएँ आम्मामा याद छ होला नि को छ अनि आर्मी भेट्यो त्यो आर्मीहरूले चौचोदिँदै थियो आर्मीहरू पनि त्यही बाटो आउँदै थियो ट्रेनिङ हो कि के हो याद छ होला नि सुन्दर डेभिड को थियो यार डेभिड थियो दिपेश समीर आमा सबै थियो त्यो बाटो हिँडेको आमा त्यो चाहिँ मेरो सेकेन्ड टाइम हो अनि थर्ड टाइम चाहिँ आएको थिएँ थर्ड टाइम नि स्कुलबाटै आएको तर थर्ड टाइममा चाहिँ आउने जाने पायो गाडीमै अनि सानोमा आएको थियो अरे मम्मीसँग अनि अहिले फोर्थ टाइम पो हुन्छ कि हो फ्रेस भयो कि मेमोरीहरू सबै अनि सुन्दर चाहिँ खुरखुरु हुन्छ नि त्यो भाले टोपी हुन्छ यस्तो एउटा यहाँ टुप्पो भएको टोपी त्यो लगाएर कस्तो डह्रो मान्छे थियो त्यो हामी तिर्खा लगाएर स्यास्या भएको थियो हिँड्ने मला थिएन रिङ्गड लाग्नुभएको थियो चर्को काम ऊ चाहिँ हिँडेको हिँडे सुई आफ्नो पारोमा एक्लै कुर भन्दा नकुर्ने बदमास अनि एउटा मैले चाहिँ पाएको थिएँ पानी होइन जुस जस्तो पाएको थिएँ त्यो डाक्टर कालु पाण्डे भन्थ्यो होइन एकदम ठुलो सर्जर हो हार्ट सर्जरी डाक्टर हो सायद पोखराको वान अफ दि ठुलो डाक्टरमा पर्छ उहाँ पनि उहाँ चाहिँ हिँडेर आएको थियो हामीहरूसँगै मैले चाहिँ उहाँको झोला बोकेको गरौँ है त्यो झोला बोकेको थियो अनि मलाई चेला भनेको थियो अनि उहाँ डाक्टर हो नि त्यसैले अनि स्कुल पुगेँ कि सबैले मलाई डाक्टर भन्ने बोलाउने कि मेरो स्कुलको निकनेम एउटा डाक्टर हो अब मोटे त मोटे भइहाल्यो मोटै छु त्यो त नर्मली भइहाल्यो अनि अर्को नाम डाक्टर भन्थ्यो किनकि
त्यो डक्टरको झोला बोक्यो अनि त्यो डक्टरले मलाई चेला भनेको थियो कि अनि हस्पिटल जाँदा नि फ्रीमा उपचार गरिदिन्थ्यो मतलब अलि हुन्छ नि ठुलो अलि अगाडि जानु दिने त्यस्तो गर्थ्यो कि पोखरामा एक दिन हाम्रो स्कुललाई ठुलो रोग आएको थियो भाइरस भन्ने थियो रुगा खोकी त्यो बेला हामीलाई अगाडि जान दिएको थियो एनिवे पास्ट इज पास्ट तर एकदम राम्रो मेमोरी थियो अलि दुःख रमाइलो यहाँ चाहिँ हुन्छ है यारतुङ्गु ग्राउन्ड भन्छ होइन यहाँ हुन्छ डान्स सान्स अब के हुन्छ पुरस्कार